अब यहाँको यति क्लियर मौसम छ है। अब तपाईँको बुटोलदेखि होइन चन्द्रौडादेखि लिएर होइन अनि चन्द्रौडाको पनि लास्टतिरसम्मलाई चाहिँ एकदमै खतरा मौसम क्या। यहाँदेखि त तपाईँको अहिले बल्ल घाट देख्नु पाइयो बिहानबाट। चिसो के गोबालै चिसो भएर। अब यहाँ चाहिँ केही टर्निङभन्दा अलि अगाडि चाहिँ तपाईँले चाहिँ यो पहाडमाथि शिवजीको एकदमै ठुलो स्ट्याचु बनाएको छ, प्लस त्यहाँ चाहिँ नाग देउताको नाग पनि बनाएको छ क्या होइन। एकदम भाइरल छ त्यो पनि अहिले। कस्तो बवाल भ्यू छ क्या त्यहाँ होइन। अब तपाईँ देख्न सक्नुहुन्छ है। हर हर महादेव, हर हर महादेव, हर हर महादेव, हर हर महादेव। ल यही हो भाइरल ठाउँ होइन। यो भाइरल ठाउँमा एकपटक चाहिँ रोक्नुपर्छ है हामीले। बाइक रोक्दैनौँ नि होइन, बाइक रोकेर अनि हेरेर जानुपर्छ ल। फाइनल्ली यो ठाउँमा पुग्यो गाइस। एकपटक हेरौँ न है, पवालले बनाएको छ ठाउँ है। ल यो चाहिँ नाग देउताको चाहिँ तपाईँको यो चाहिँ पहिला थिएन होइन, यसपछि बनाएको हो यो होइन। त्यति गरेर एकदम दामी बनाएको छ। ल जय नाग देउता रक्षा गर्नु र शिव शङ्कर भोलेनाथ रक्षा गर्नु। जय भगवान्, जय भगवान्, जय भगवान्, जय भगवान्, जय नाग देउता। ल यो ठाउँ भनेको खतरै ठाउँ बनाएको छैन होइन। अब यो धार्मिक हिसाबले हेर्दाखेरि चाहिँ होइन, यो ठाउँलाई चाहिँ अब अलिक अझ ब्रोड गऱ्यो भने, अझ राम्रो गऱ्यो भने यहाँ चाहिँ टुरिस्टहरू आउनु सक्ने सम्भावना एकदम धेरै छ। किनभने एउटा आस्था बोकेको ठाउँ हो होइन। र ट्राभलिङ गर्दाखेरि चाहिँ तपाईँको यो ठाउँबाट धेरै मान्छेहरू आते जाते गरेर आउँछ नि त। त्यही भएर चाहिँ बेस्ट ठाउँ छ क्या यो होइन। दामी छ धार्मिक हिसाबले हेऱ्यो भने पनि होइन। ल रक्षा गर्नु होला, यात्रा राम्रो होस् भगवान्। यहाँ चाहिँ धेरै रिस्क पनि हुन्छ होइन। अब किनभने मान्छेले यस्तो बनाइदिएर हुन्छ, त्यसैमाथि गाडीहरू आउजाउ भइरहेको हुन्छ क्या होइन। अब भिडियो बनाउन फोटो खिच्नु चाहिँ अलिक रिस्क पनि हुन्छ रोडमा। अब एकदम जोगिएर बस्नुपर्ने हुन्छ होइन। लगाइ जस्तै नै हो है। यो ठाउँ चाहिँ एकदम भाइरल छ, तपाईँलाई देखाइदिएको मैले यो ठाउँ है। अब चाहिँ यात्रा कन्टिन्यू गर्नुपर्छ। ओके छ त। हर हर महादेव, हर हर महादेव, हर हर महादेव। ओके गाइस यस्तै हो। यो ठाउँ चाहिँ अझ राम्रो बन्यो भने चाहिँ अब यहाँ आस्था धार्मिक हिसाबले आस्था राख्ने मान्छेहरू पनि आउनुहुन्छ होइन। राम्रो पनि हुन्छ। हामी कन्टिन्यू अब गन्तव्यमा लाग्दैछौँ होइन। यहाँ चाहिँ बबाले घाम लागेको क्या होइन। उतातिर चाहिँ घामै नलाएर तनाव भयो क्या, अति चिसो होइन। त्यो हिसाबले चाहिँ यो बाटोहरूमा पनि पहिला एकदम खतरा खुतुरी थियो, तर अहिले आएर चाहिँ यति राम्रो भएको कहाँ पेले। यो गाइस यो टिप्परहरूको घर हुँदैन क्या, यिनीहरू
समय त धेरै मान्छेहरू चाहिँ एक्सिडेन्ट गरायो नि त यिनीहरूले होइन, मान्छे हालिदिने हिँडिदिने यो टाइपको चाहिँ गर्छ क्या यिनीहरू है। यिनीहरूको यो यिनीहरूलाई ट्रेनिङ नै यस्तो दिएको हुन्छ कि अथवा के हुन्छ केही बुझेन क्या। ओभरटेक गर्ने, त्यसपछि गएर जता पाए त्यति चलाउने है। यिनीहरूलाई ट्रेनिङ नै यस्तो दिएको हुन्छ कि जस्तो फिल हुन्छ कि मलाई कहिले कहिले। मान्छे मार जन्मेको हो कि जस्तो लाग्छ यिनीहरू त।